हेलो नमस्ते सिद्धि लेख। आज हामी भगवानलाई पानी चढाउने बेलाको पाठ र साङ बाल्दाखिरीको पाठ पढ्न कोसिस गर्छौँ। हामी सुरुमा पाठलाई बिस्तारै पढ्न सिक्नेछौँ। त्यसपछि चाहिँ त्यो पाठ पढ्दाखेरि के गर्नुपर्छ, कसरी गर्छ भनेर मैले कसरी गर्छ त्यो भन्न कोसिस गर्छु। सुरुमा हामी पानी चढाउनेको पाठ र साङ बाल्नेको पाठ चाहिँ बिस्तारै पढ्न कोसिस गर्छु है। त्यो पढिसकेपछि फेरि एकचोटि अनि दोहोऱ्याउने बेला चाहिँ त्यो बेला के गर्नुपर्छ भनेर त्यो बेला भन्न कोसिस गर्छु। ल सो अब सुरु गऱ्यो भने 옹, 연락, 게된, 뉘치, 징부디, 좀된, 콜당, 젤라, 물월기, 셰네, 다당, 셈젠, 탐제기, 촉족, 딥닥, 콜와, 동쪽, 쇼, 옴, sarwa tata gata sa pari wara argam praticha puja mega samudra sapa rana samaya ahum भनेर पानी चढाउने पाठ हामीले बिस्तारै पढ्न सिकिसक्यो। अनि त्यो पछि अब साङको पाठ चाहिँ बिस्तारै पढ्न सिक्ने। राम याम खम ओम आहुङ भन्दाखेरि राम याम खम ओम आहुङ तपाईँले मनमा हाल्न सक्यो भने बेस्ट राम्रो हो। ओके, त्यो पछि ड्रुम ले जुङ वे न्युट नाङ दु ôm lễ sang đứt đứt yun tin kha nhắm chöt pa dam pa di la ma cha wa sum la bul jin lap ngö drup chal du sol gon bo yuen ten dren la bul shi ge wang dak tin le drup rik druk sem chen yong la ngo so soi duk ngal kun dal sho gek rik len chak dun la jin bu luen len chak yang gyur chik ke par nor lai chok nam la bul lo se nor yang dang chöt yul di shi dak kor che sang go xing tun ken dong ro zö ne kang long chöt la mi sang mi chang dip chok sang gyur chik chö jin ya chen di i thu dro kun cho jok dip dak te de le hun sum chok pa dang de bu sang ge tho par sho। अब हामीले बिस्तारै
पाठ चाहिँ पढ्न सिकिसक्यो। अब हामी फेरि एकचोटि दोहोऱ्याउँछु। त्यो बेला चाहिँ अब हामी त्यसलाई त्यो बेला के गर्छ भनेर कसरी गर्छ भनेर हामी सिक्नेछौँ। सुरुमा हामीले पानी चढाइसक्यो भने चाहिँ राम्रो जस्तो लाग्छ मलाई होइन। पहिला सुरुमा पानी चढाउने, पानी चढाइसकेपछि चाहिँ अनि तपाईँको हातमा सफा बारा अथवा होइन सफा पानीको बारा अथवा बुम्बा हातले समातेर चाहिँ के पर्नुपर्ने हुन्छ भन्दाखेरि ओम हेन लान गेन देन दुन चेन जिङबुन दि चोम देन खोरङदाङ चेलाम बुलवरङ्गी शेनेन दाङदाङ सेमचेन थामचेतकी छोङजोङ ढिमदा खोरुवा धोङटुङसोक भने तपाईँहरूले पानी चढिसक्यो। पानी चढिसकेपछि चाहिँ तपाईँहरूले अब मन्त्रमा पुग्दै ओम सर्वतथ कता अब मन्त्रमा पुग्दाखेरि चाहिँ मन्त्र जप्दै के गर्नुपर्ने हुन्छ भन्दा तपाईँहरूले बुम्बा उचाल्नु, बुम्बा उचालेर चाहिँ तपाईँहरूले मन्त्र ओम सर्वतथ कता सम्परिवार अर्कम प्रतिन्छ पुञ्जमेङ्ग समुद्र सफरन समय हुँ हुन्छ। यति तपाईँहरूकोमा यो बुम्बा भने छैन भने चाहिँ तपाईँहरूले के गर्न सक्नुहुन्छ भन्दाखेरि तपाईँहरूले एउटा सफा पानीमा चाहिँ अब तपाईँले यो फुल भइनुहुन्छ नत्र अब सफा एउटा चिजले तपाईँहरूले यसरी गरेर ओम सर्वतथ गत परिवार अर्गम प्रतिन्छ पूजा मेघा समुद्र सफरन समय आहुँ तिनचोटि छर्काए पनि हुन्छ। त्यो छाप गरिसकेपछि चाहिँ अब हामी साङको पाठ साङ बालिसकेपछि चाहिँ हामीले के गर्छ राम यम खम ओम आहुङ राम यम खम ओम आहुङ भन्दै तिनचोटि पढ्ने त्यसलाई शुद्ध बनाएर चाहिँ हामीले उहाँहरूको अगाडि चढाउन कोसिस गरेको। ओके, अब त्यो पछि चाहिँ ढुमले जोङवे नङदो ओमले सङद्युन दुयुन्टिन खन्यम चेम्बान दाम्बान्दी लामा चावा सुमलाम्बुल जिनलाप न्डुम चालदुन सोल गोम्बोयुन दुनडुन लाम्बुल शिगे वाङडन टिनलेन्डुक रिङडुन सिमजेन yung lango sozuin dunga kundalin shok gegre lenchak dun lanjin bulen lenchak jangyurunchi kempar norlai chok namla bulo zen nor yangdang tu yulde jindak koronche sang gojing tungen dongdogze ne kang longje lami sang mi chang dip chok sang gyur chik chö jin gya chen di tu ru kun chok chok dip dak de le pun sum chong pa dang dem bo sang gen thong par sho भनेर सिकेर सक्यो। अनि अब यो पाठहरू चाहिँ यति तपाईँहरूले सक्यो भने चाहिँ मनमा हालेको नै एकदमै बेस्ट हो होइन। त्यो पनि यति अब सकेन भने चाहिँ अब तपाईँहरूले कुनै बेला समय हुँदैन होइन, कोही बेला अब अर्कै ठाउँमा त अब कुनै बेला किताब नै हुँदैन आफ्नो हातमा। त्यो बेला चाहिँ अब तपाईँले के गर्न सक्छ त भन्दाखेरि तपाईँले सिर्फ राम यम खम ओम आहुङ भन्ने यो मन्त्र चाहिँ तपाईँले याद राख्नु। यो चाहिँ शुद्ध बनाउनेको एउटा मन्त्र हो होइन। यो मन्त्र चाहिँ मनमा राखेर अनि यो मन्त्र जपेर चाहिँ तपाईँले पानी अथवा चाडिसक्यो अथवा साङ बालिसकेर अनि तपाईँले यो मन्त्र मात्रै पढेर पानी छर्काउँदा पनि हुन्छ। यसले चाहिँ शुद्ध बनाउनेको एउटा मन्त्र हो। त्यसो भन्दै आजको पाठले चाहिँ तपाईँहरूलाई धेरै नै मद्दत हुन्छ र अनि तपाईँहरूलाई राम्रो लागेको छ भन्दै आशा राख्दै अनि आजको भिडियो चाहिँ यहीँ अन्तिम गर्न चाहन्छु। ल सो